Hello kids are looking so beautiful, classy. हामी जाँदैछौँ You are looking रानीकोट so आज classy. रानीकोट जाने प्लान छ हाम्रो विथ अ बिग ग्रुप द्याट इन्क्लुड्स माई पेरेन्ट्स माई सिब्लिङ्स एन्ड चिल्ड्रेन रानीकोट चाहिँ भक्तपुरमा Yes. सिचुएटेड छ यो भनेको चाहिँ एउटा सूर्यविनायकबाट राइटतिर लागेर सूर्यविनायक कति छ टाइम लाग्छ 1 आवर Yes. मेबी अराउन्ड 1 1 आवर hour. भनौँ न एकदमै राम्रो ठाउँ छ यो ठाउँमा हामी पहिला नै गइसकेको थियो हिमालको र- भ्यूहरू एकदम राम्रो हिमाल हजुर हो त्यहाँबाट एकदम मजाको हिमालयन रेन्ज नै देख्न सकिन्छ एउटा हिमाल काठमाडौँ अलि भ्याली। अग्लोमा एउटा फिल्ड जस्तो छ भ्याली। जाँदैछौँ बबर महल सबैजनाहरू वेट गरिरहेको छ हामीको 5 मिनट्समा अलिक पुग्दैन 10 मिनट्समा पुग्छौँ हामीहरू कस्तो देखिरहेको छ मलाई देखो न गाइज बहुत अच्छे दिख रहे हैं आज रमाइलो नै हुन्छ होला धेरै आफ्टर लङ टाइम त्यसरी धेरैजनासँग गाडी नै बुक गरेर होइन Yes. गइरहेको छौँ आई होप टु हेभ लट्स एन्ड लट्स अफ फन आजको दिन एकदम रमाइलो होस् रुवापासी गर्दैछ ल हामीहरू रानीकोटमा आइसकेको छौँ यहाँ हुनुहुन्छ रिस्ताजी यहाँ हुनुहुन्छ अनिताजी अनि मम्मी यहाँनिर होइसिन्छ कस्तो मम्मी कस्तो फिल भइरहेछ रमाइलो छ कि जाडो रमाइलो भइरहेको छ त किन नहुनु सबै आइरहेका छौँ हाउ आर यु फिलिङ What a view with the family, what a memory we are taking back to Australia. It's been a very wonderful time. Thank you so much for everyone for joining us. And everyone to come here and visit once in your lifetime. थ्याङ्क यू ल विनाजुको डान्स आइरहेछ फरक त केही पनि पर्दैन नि यो त नथ्यो तेरोलाई कस्तो फिल भइरहेछ त ठिक छ जाडो छ नाच्दै हिँड्नु पर्ला जस्तो छ कस्तो रमाइलो तर घाम लागेन हाम्रो ब्युटिफुल आन्टी पनि भन्न मन नलाग्ने यस्तो यङ मान्छेलाई कस्तो फिल भइरहेछ हजुरलाई अनु मिस भयो है अनु ठिकै छ छोरासँग चाहिँ हिरोइनहरू शिल्पा how is the place how are you feeling? भेरी ब्युटिफुल थ्याङ्क यू फर अर्गनाइजिङ एकदमै रमाइलो लाग्यो फ्यामिलीसँग जान फाइनली डे 8 पछि रिकभर भएर ए तिमीलाई आउ छिटो ढल्ल ल भान्जी पनि नाच्नु पर्यो ल छोरी हाम्रो खानेकुरा हेर्नु ए हजुरहरूको त खाना भएन विशेष स्पेसल खाना स्पेसल डाइटमा होइसिन्छ त्यही भएर धेरै कुरा खाइसिन्न अब टु दुनियामा जाने राजाको हात्ती मैसिना सोधौला सुन्छ लासाको पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको कोरी बाटी Happy New Year! Happy New Year! Happy Dasai! Happy New Year! Happy Thar! Happy Baitika! Happy New Year!
दुई शब्द जाओस् न त के म त धेरै खुसी छु थ्याङ्क यू सो मच दिन्छु फर अर्गनाइजिङ एकदमै खुसी लागेछ मलाई सबै फ्यामिलीसँग बाहिर जान पाउँदाखेरि थ्याङ्क यू सो मच थ्याङ्क यू We will miss you. We'll miss you all more. I love you. I love you more. Love you. अब 2 दिन मात्रै बाँकी छ स्याड भाषामा फेरि आइहाल्छ नि हजुर फेरि आइछ सब छोडेर गयो किन मलाई लासमा सक्दिन तिमी बिना म त बाँच्न गाह्रो हुन्छ आजकल हाँस्न सक्दिन अब बाट म कसैलाई पनि सम्झाउन माउबाट पुगिसके फेरि चाहदिन म बौलाउन कसरी सके भन तिमीले मेरो मुटुलाई टुक्राउन गर्छु म तिम्रो सँगै बनमा गएको सँगै खाँदै खाएको सुन्तलाको आएको सँगै बनमा गएको सँगै खाँदै खाएको सुन्तलाको आएको माया मिठो जहिले नि आफ्नै जोडाको कस्तो राम्रो बादल देखाएको छ यहाँ around 3 PM खोकी लागिरहेछ हामीले लन्च गरिसक्यो लन्च पछि हामीले अर्तेमन विथ अनि सबैजनाले खायो अनि त्यसपछि हल्का फुल्का डान्स गर्यो डान्स गरेर एकछिन ब्रेक भइरहेको छ सबजना बसिरहेको छ अनि सुन्तलाहरू खाएर वी आर ह्याभिङ सो मच फन एकदमै अनएक्सपेक्टेड वेमा रमाइलो भइरहेको छ यो ठाउँ एकदमै राम्रो छ ल रानीकोट is one of the best place at least for me यहाँ चाहिँ आउँदा हुन्छ है यहाँ यस्तो फोटोहरू खिच्नको लागि एकदम राम्रो ठाउँ छ यस्तो टेन्टहरू पनि रहेछ अहिले चाहिँ लास्ट टाइम आउँदा थिएन त्यहाँ चाहिँ एउटा प्रोजेक्ट भइरहेको रहेछ यहाँ भ्यू टावर समथिङ अरू के होटल बनाइरहेको फिट ट्रेक मैले इनर लगाएको छु अनि यो हाइनेक अनि त्यसपछि यो फ्लिस भएको प्यान्ट जिन्स अनि ह्याट अनि सनग्लासेस अनि रिङ स्मल रिङ अनि जाडो भएपछि चाहिँ मैले एउटा ज्याकेट लगाइरहेको छु ज्याकेट
अहिले चाहिँ गर्मी भएको भएर कालीको Time to go back home. कस्तो भयो एक्सपिरियन्स? राम्रो रमाइलो फेरि आउन मन छ यो ठाउँमा? आउन मन छ तर गर्मीमा समरमा जब एकदमै ग्रिनरी हुन्छ, स्पेसली मनसुनमा चाहिँ पानी पऱ्यो भने सबैतिर हरियाली हुन्छ नि त। अनि यो हिमालयन रेन्ज अहिले देखाएको छैन, त्यो बेलामा क्लियरली देखिन्छ अनि सबै ग्रिनरी हुन्छ, एकदमै रमाइलो हुन्छ। Time to go back. We had so much fun. हेलो नितिकाजी, हेलो। कस्तो भयो आजको यहाँको एक्सपिरियन्स? एकदमै रमाइलो भयो। इट वाज एन वन्डरफुल एक्सपिरियन्स। एकदमै रमाइलो, वन्डरफुल पिपल, रमाइलो एकदम। यो हो नि त तरिका। कस्तो भयो हजुरको बसाइ? एकदमै रमाइलो, अविस्मरणीय। 10 मा कति दिसिन्छ? 10 मा 9.5। वो माय गॉड। ल हाम्रो 10 आउट अफ कति? महिना जोडी। सो हेर्दा 9.2। राम्रो छ। 600 रे। राम्रो छ। 8 सम्म राम्रो छ। 8.99। ओहो। रेटिङ गर्नु पर्यो भने 10 मा रेटिङ गर्नु पर्यो भने 9। हजुर। हेलो म्याम। तपाईलाई आज यो रिसोर्टको बसाइ कस्तो लाग्यो? एकदमै रमाइलो, सोचेको भन्दा पनि धेरै रमाइलो। यसमा राम्रो पक्ष के रहेछ? राम्रो पक्ष चाहिँ यहाँ नेचर एकदम फुल अफ नेचर हैन, अनि हिमालयन रेन्ज चाहिँ देखिन्छ तर आज देखाएको छैन। स्पेशली मनसुन एरिया सिजनमा चाहिँ एकदमै रमाइलो हुन्छ यहाँ, भिजिट गर्नु होला सबैजनाले। थ्याङ्क यू। अनि खाना एकदम मिठो छ यहाँको खाना। अनि हेलो सर म्याम। हेलो हाई। हेलो। हजुरहरू कहाँदेखि? हामीहरू बानेश्वरबाट हजुर घुम्न लागेको थियौँ। हजुर। अनि यो रिसोर्टको कस्तो लाग्यो त? प्रोग्रामहरू कस्तो लाग्यो? खानपिन बसाइ आजको कस्तो छ? राम्रो छ। सबै कुरा राम्रो लाग्यो। रिसोर्टको खाना चाहिँ अलिकति ढिला भएर सरलाई भोक लागेको थियो, नभए त्यो बाइक सबै कुरा राम्रो छ। हो हजुर, आगो पनि बाल्यौँ, रमाइलो भइहाल्छ। अनि यहाँको आजको स्पेसल के रह्यो त? स्पेसल मोमेन्ट हो यो, याद सधैँभरि रहने भयो। हजुर। त्यस्तो कहिले भएको थिएन, सायद पहिलो होला, थाहा छैन। भ्यू पनि राम्रो लाग्यो, त्यही माथि फ्यामिलीको साथ सबैजना हुँदाखेरि एकदमै रमाइलो। रिसोर्ट भन्दा पनि यो आजको दिन चाहिँ ओभरअलमा एकदमै मेमोरी चाहिँ ताजा रहने भयो जिन्दगी भर। रिसोर्ट पनि माथि टेन्ट रहेछ, सो समरमा मिल्यो भने हामी आयौँ भने बस्नु मन लागिरहेछ हामीलाई। एकदमै रमाइलो भयो, राम्रो भयो। सबैजना यसरी भेट भयो होइन ग्यादरिङमा। हजुरहरूसँग भेट भयो। अनि यता किशोर राजाहरू भोलि पर्सि जाँदैछन् क्यारे। एकदम मेमोरेबल मोमेन्ट भयो, एकदम खुसी लाग्यो। रिसोर्टमा चाहिँ अब सबै चिज खानेकुराहरूदेखि सबै राम्रो थियो। क्याम्प फायर गरियो, त्यो पनि राम्रो रमाइलो नै भयो। नाचगान गरियो, त्यो पनि एकदम रमाइलो भयो। हेलो निनु। हेलो ब्युटिफुल। हाई ब्युटिफुल। हजुर बडी ब्युटिफुल। हैन निनु धेरै राम्रो। हैन हजुर त मेरो एजमा झन् कस्तो भइसिन्थ्यो र त्यही भएर लट्टु। ओ माय गॉड। आजकल लट्टु हुन्छ। मैले फोन गरेको थिएँ, फोनै उठाएन। मलाई थाहा भइसक्यो। ओके थ्याङ्क यू। बाई बाई रानीकोट।